हेलो वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ हामी बाख्राको मासु पकाएको थियो आज के भोज हुनु भनेर हामी सबैजना हुनुहुन्छ। भरेमा त आउनुहुन्छ कुनै कुनै अङ्कलहरू चाहिँ हुनुहुन्छ अनि मेरो नमस्ते गर्नु न अङ्कल। गाइस सक्यो। आज के पकाउनु भएको अङ्कल? आज सुँगुर पकाएको सुँगुर नै हो हाम्रो सुँगुर कुकुर होता मिस्टर प्रकाश वेला अङ्कल के भन्नु न मेरो मिनी ब्लग यो मान्छे डङ्सी गर्नु मान्छे मेबुले डङडङ भइसक्यो। तपाईँको आधी तामाङ आधी नेपाली भयो त। आगोले नेपालमा बसेको तामाङ हो नि त। नेपाली तामाङ सबसे अनि आज चाहिँ मिनी सानो भुल्ला बनाएको आधी नेपाली है म्याम। नमस्ते भन्नु न एकचोटि नमस्ते भन्नु न सबैजनाले हेर्छ कि नमस्ते भन्नु न भन्नु न। ल आज हाम्रो मामी छ अनि मामी चाहिँ आउनु भइसक्यो अनि अरू चाहिँ आउन बाँकी छ। यहाँ हाम्रो पक्ष सबैजना आउनुहुन्छ अहिलेपछि अनि त्यसपछि मात्र मतलब नि त्यसपछि मात्र आउनुहुन्छ सबै। अनि त्यहाँ चाहिँ तल पानी पुलाउ पकाएको छ पानी पुलाउ। मलाई भन्नै आउँदैन बिर्सिया मैले त कुरा त बिर्सिन्छु जतिखेर नि कुरा बिर्सिन्छ क्या। अनि सबैजना आउनुहुन्छ अनि बिउ पनि ल्याएको छ भने हो अनि सबैजना आउनुहुन्छ अनि म त के भन्नु त। अनि हाम्रो तल पुलाउ पनि पकाएको छ म देख्छु तपाईँ। मेरो चप्पल चाहिँ कहाँ त्यो चाहिँ हाम्रो मकै छ एकदम हरियो न हरियो भए। यहाँ चाहिँ हाम्रो पुलाउ पकाएको छ पुलाउ। यहाँ पुलाउ ए के हाल्नु भयो यहाँनिर के पकाएको पुलाउ? सुनकुमार @ 1 2 3 खोइ ए भला पकाएको त रहेनछ अझै अहिले पछि देखाउँछु म। अनि पुलाउको कुकमेन चाहिँ हुनुहुन्छ अनि मासुको त देख्नुभयो होला तपाईँहरूले। अनि त्यही हो हाम्रो कस्तो राम्रो हो यतातिर पनि हरियो न हरियो हो क्या। अनि यहाँ माथि चाहिँ हाम्रो मकै छ मकै अनि कस्तो राम्रो हो कि कस्तो राम्रो भ्यू आउँछ नि त यहाँबाट। राम्रो टर्किँदो रहेछ। आज चाहिँ यो के भन्छ के हो यो भोज गर्ने रे अनि त्यही भएर हामी यो पकाउन लागेको। हजुर मलाई त कस्तो राम्रो देख्छ मकैबारी। यो पछाडि चाहिँ हाम्रो मकैबारी हो हरियो न हरियो भएको त्यो पनि अहिले खाने बेला भएको छैन। यो पछाडि पनि कस्तो राम्रो राम्रो देख्छ कि भरे गएर मेरो मिनी ब्लग हेर्नु हजुर। एकछिनमा मलाई काम गर्नु भने मलाई काम गर्नु भने तर मैले भ्लग बनाइदिएन। त्यही पनि मैले फर्स्ट भ्लग बनाएको आज अनि त्यही पनि मैले हाल्नेवाला चाहिँ छैन त्यही पनि जस्तो चाहियो बनाएको। त्यही हो सबैजना भएर आउनुहुन्छ अनि नाच गर्नु खोइ थाहा भएन त्यो त। खोइ त केही देख्दिनँ त म त। के यता अलिक कस्तो अप्ठ्यारो भन्दा नि कहाँ ब्राइटनेसै कम जस्तो छ। यहाँ घामले गर्दा अलिक अप्ठ्यारो मात्र भन्न आउँछ क्या कस्तो देख्छ भन्दैछ। त्यो पनि मैले कुराहरू सबै बिर्सिन्छ अनि त्यही हो अहिले फेरि बिर्सिन्छ नि त। यहाँ आज चाहिँ यस्तै छ प्रोग्राम भनौँ न अब त्यही है। अनि सबैजना भरे मात्र आउनुहुन्छ
पुग्छ त बा सबैजना मोबाइलमा भन्छु के भन्नु मेरो भगवान Hello guys, welcome to subscribe So Smart channel. हाल्दै Thanks for watching guys. Who was that guys? This guy. ओके This is Viralo. अब यो मैले त मेरो नाम पनि नभनेको तर फर्स्ट सुरुदेखि सबै Viralo भित्र गयौँ मासु खायौँ मकै चाहिँ कस्तो राम्रो भइरहेको कि फाइनल जान्छ नमस्ते भन्नु न यस्तो सबैजना हेर्नुहुन्छ कि भन्नु त्यही भन् सब्सक्राइब गर्नु भन्नु न चुलबुले नाति अयो हातले एकछिन मोबाइलसँग दुख्छ भने के हुन्छ भन्नु हाम्रो गाउँ चाहिँ यस्तो राम्रो छ कि सबै हरियो हरियो छ है अनि सबै घारी पनि भइसक्यो हरियो नै भनौँ नहेर्नु न यो मासतिर पनि गाउँ हो देख्छ कि देखेर म त यो मासतिर पनि गाउँ हो अनि धेरै घर चाहिँ छैन 15 भनौँ त्यति नै छ होला अनि यो तलतिर नै छ तलतिर अनि घरहरू त तन्ने छ मतलब तन्ने चाहिँ त्योभन्दा तलतिर चाहिँ छ अनि त्यही हो आज चाहिँ पार्टी गर्नु आएर सबैजनाले अनि आज चाहिँ फर्स्ट छोटो मिनी भ्लग बनाइरहेको मैले अनि फर्स्ट भ्लग हो कि अनि त्यो भएर कस्तो भएर ल सबैजनाले म भरे पनि बनाउने छु नि अनि भ्लग अनि तपाईँहरूले सबैजना हेर्नु होला पुलाउ पाकेको छैन म भरि देखाउनु आएको छु अनि मम्मी खै पानी लिन जानु कस्तो राम्रो पिरो के भन्छ अरे त्यो उयो गर्ने हो नि ब्याक क्यामेरा कस्तो राम्रो आएको है आइफोन हो नि त तिम्रो कुन फोन अरे मेरो कहिले फोटो खिच्दै क्या के भन्छ अरे त्यो बिर्स्यो यहाँ चाहिँ कस्तो राम्रो हुन्छ कस्तो राम्रो क्युट आला यस्तो फोहोर छ कि फोहोर छ यिनीहरू यहाँ बिहान बिरालो बिरालो आज त के खाइङ गर्छ हाई भन्नु मेरो च्यानलमा हाई सब्सक्राइब गर्नु अनि मम्मीहरू चाहिँ त्यही पनि मलाई मम्मीले काम गरेर बस्नु मतलब काम गर्नु भने अनि अहिले पछि आउनुपर्छ भाडा मजाको र पानी त्यस्तो सार्नु भने गर्नुपर्छ कस्तो राम्रो बिरालो हो कि यो कति राम्रो क्युट जियो चाहिँ क्याट क्याट माने कुकुर कति धेरै उयो आउँदो रहेछ लुगाको त हालत त होइन त अङ्कल बेकारमा छोएछ बिरालो लुगाको हालत के होइन कति धेरै उयो ब्याक क्यामेरा पनि गर्छ होइन त्यो हामी सबैजना आउनुहुन्छ रमाइलो गर्नुहुन्छ डेक पनि बजाउँछ होला
त्यही हो आज मैले थाहा छ अङ्कल एक्सट्रिम मतलब एउटा खाएको नि एक्सट्रिम धेरै खाएछ त नि अघि नै त्यो पनि अब पेट फुट्ने भयो त्यो पनि भेनाजु ल्याइदिएको क्या ल्याइदिन्छ भने थियो हिजो ल्याइदिनुहुन्छ भनेको थियो नि अनि मलाई एक्सट्रिम ल्याइदिनु भयो त्यो पनि एउटा मलाई त अघि ल्याउँछ भने थिएन अनि ल्याइदिन्छ भनेको थियो अघि नै पो ल्याए उता रोडमा आउँदै होइन अनि भेनाजुले धन्यवाद मान्छेले त एक्सट्रिम अघि फेरि ल्याउँछ भनेको थियो मलाई फेरि विश्वासै थिएन कि ल्याउँछ भने चाहिँ बिसोदैन भाइले आयो है अनि एक्कासी आइपुग्यो म एउटै खाएको थिएँ भने एउटै पकाए कस्तो मजाले खालो लाग्ने होइन अनि अब त्यो भन्ने पनि पुग्दैन एक्सट्रिम त यस्तो खतरा खतरा हुन्छ एक्कासी आइपुग्नु म त ट्वाङ तर ल्याउँछ चाहिँ भनेको थियो अब अहिले एकछिन दुखान पर्छ तर त्यो भन्दा नि एक्सट्रिम भयो पाक्यो हो दिइरहेको छ अनि म आजलाई यति भन्छु र भरेको पनि भ्लग आउन पनि सक्छ नआउन पनि सक्छ यति भन्दै म बिदा लिन चाहन्छु तपाईँहरूबाट तपाईँहरूले पनि धेरै माया सपोर्ट गरिदिनु होला भन्न चाहन्छु त धन्यवाद बाई बाई यति मतलब मलाई सपोर्ट गरिदिनु होला हेर्नु नि तपाईँ ल बाई बाई